झलर मलानी जुनै र झुलक्यो नि झलर मलानी जुनै र झुलक्यो घामै र जस्तो नि नहुने रहेछ सुन सुन है नाराय। नमस्कार, म दिनेश सुवेदी। आज सन्तपुर गाउँपालिका वार्ड नम्बर 4 निवासी एकजना आमा हुनुहुन्छ 87 वर्षको इन्द्रमाया गुरुङ। उहाँसँग थोरै भलाकुसारी गर्न गइरहेको छु। आमा नमस्कार। नमस्कार है, नमस्कार। कति वर्ष पुग्नुभयो? मैले 87 वर्ष। 87 वर्ष पुग्नुभयो। हजुर। हजुरको नाम के हो? इन्द्रमाया गुरुङ। इन्द्रमाया गुरुङ। माबु। माबु। अनि आराम कुशलै हुनुहुन्छ? आराम कुशलै छु। यतिसम्म त अब सकी नसकी घर ड्युटी गर्छु। के ड्युटी गर्नुहुन्छ? मैले बिहान बेलुका यसो खाना बनाइदिन्छु। आउने साथीभाइलाई यसो फिका चिया तातो पानी दिन्छु। त्यति। ए, घरमा खाना पकाउन अनि पाहुना पासलाई यसो गर्न ओर्न गर्नुहुन्छ? बाटो घर साथीभाइ आउँछ। हजुर। नानीहरूलाई बिहान बेलुका खाना बनाइदिन्छु। बेलुका 6 जनाको, बिहान 6 जनाको, दिनको 12 जनाको बनाइदिन्छु नि हौ म। 12 जनालाई खाना बनाइदिनुहुन्छ? म सजिलै बनाइदिन्छु, आफूले पकाएर खान्छु। अनि हिन्डुल गर्दै हुनुहुन्छ? गर्छु। कता कता हिँड्नुहुन्छ? यता गाउँतिर यसो शुभ कार्यमा दागी बोलाइ गर्छ, गाउँको पाको बुढी मान्छे भनेर त्यता जान्छु। अनि खट्नुहुन्छ उहाँ गएर नि? उहाँ गएर खट्नु त के दिँदैन, बुढी मान्छेसँग अन्त पाको जेठो पाको गाउँको भनेर सबैले माया गरेर राख्छ नि। अनि हजुरलाई रिता आमा भन्छ? सबले रिता आमा भने मात्रै चिन्छ। मेरो इन्द्रमाया गुरुङ भन्ने त कसले नि चिन्दैन। रिता चाहिँ तपाईँको छोरी? छोरी। एकछिन ल। कति छोरा कति छोरी? 2 छोरा 4। अहिले यहाँ हाम्रो 6 जना छ, अरू सबै परदेशी। ए, बाहिर पकाएर खुवाउनुहुन्छ? म त खाना खुवाएर पकाउँछु। खाना खुवाएर पकाएर खाँदेर उनीहरू आफ्नो मेलो जान्छ, म घर ड्युटी गरिदिन्छु। अरू के काम गर्न सक्नुहुन्छ? मैले पाखा काम त गर्नु सक्दिनँ। उहिले गरेको सक्यो भने नि लाउँदैन होला नि, उनीहरूलाई लात हुन्छ नि। अब त म आफै घरमै बस्छु नि, बारी बोक्नु सक्दैन, घाँस दाउरा गर्नु जाँदैन। उहिले चाहिँ के गर्नु पर्थ्यो? घाँस काट्थे, मेलो आलु मकै लगाउँथे बारीमा, घाँस काट्यो, गाई पाल्यो। हजुर। यसो अलिअलि पहिले यहाँ अलिअलि सोमबारे बजार भन्थ्यो, मान्छे जम हुन्थ्यो सोमबारको दिन। हजुर। यसो अलिअलि दोकान चलाउँथे। हजुर। पहिला के को पसल थियो? यहाँ अलिअलि यसो पान सुपारी, यसो अलिअलि हटियाको सोमबारको दिन रोटीहरू पोल्थ्यो। टाढाबाट आउने खाजा खाने आउँथ्यो व्यापारीहरू, खाएर जान्थ्यो, त्यति नै। ए, अहिले त रोटीहरू पोल्नुहुन्न? अहिले त म अलि पर सर्यो, यहाँ चाहिँ अलि लाग्नु छोड्यो। सोमबार यता उठ्यो, त्यो सोमबारे भन्ने नि सबै अहिले त नाम चाहिँ छ है। सोमबारे भनेपछि नाम छ, सबैले नाम गरेर आउँछ। अनि तपाईँको श्रीमान चाहिँ खसेको पहिले नै। कति वर्ष भयो? 25 वर्ष भयो। ए, 25 वर्ष श्रीमान खसेको 25 वर्ष भए पनि तपाईँ घर व्यवहार चलाएर बस्नु भएको छ? मेरो यत्रो परिवार छ। अहिले छोरा, कान्छा छोरा युकेतिर छ, जेठा छोरा पेन्सिङ भएर आयो। हजुर। जेठी छोरी यतै यहीँ छ, माइली छोरी, साइली छोरी, कान्छी छोरी दमक छ। ए, तपाईँको पनि सरकारले दिन्छ होला नि त भत्ता? भत्ता दिन्छ। आफै गएर ल्याउनुहुन्छ कि कसले ल्याइदिनुहुन्छ? म आफै जान्छु, देउराली कोइला देउराली थाप्छु, कोइला तल इलम जान्छु। ए, अनि पैसा ल्याएर के गर्नुहुन्छ? अब यस्तो के लुगाहरू लाउँछु, के खानेकुरो खानु मन लाग्यो खान्छु। हजुर। खान त घरमा नि तन्दुरुस्तै छ, दुःख छैन? तर र पनि अब घर खर्च आउँछ नि, नाच्ना नाच्ने, पलट्ना पलाट्ने। हो त। 14, 16, 17 जना। यसपालि खानातिनीसँग 18 जना भयो मेरो छोरापट्टि छोरीपट्टि। नाच्ना नाच्ने, पलाट्ना पलाट्ने। साइली छोरीसम्म ऊ बोजूको धनी भयो।
उहाँहरू आउनुहुन्छ, आउँदा यसो दक्षिणा हातमा राखिदिनुहुन्छ। यसरी अब आफ्नो मनसाए। अनि पहिला चाहिँ वस्तुभाउ पनि पाल्नु भएको थियो? वस्तुभाउ पालेको छ, अहिले पनि पालेकै छ। के पाल्नु भएको छ? गाई पालेको छ। तर तपाईँ गर्नुहुन्न? गर्नुहुन्न, छोराछोरी, बुहारीले, नातिले, नातिनीले, छोरीले, छोराले गर्छ नि। पहिला चाहिँ आफै गर्नुहुन्थ्यो? पहिले नि उनीहरूले नि गर्थे, म नि गर्थ्यो। तर अब छोरीहरू कुटुम्ब घरतिर गयो, बुहारी ल्याएपछि बुहारीले गरे, मैले पाल्न पाएँ छिटै। अनि तपाईँहरू सौदा गर्न उहिले कहाँ जानुहुन्थ्यो? हामी इलाम, जौबारी। हिँडेर जानु? हिँडेर जान्थ्यो नि। यता र केटाहरू साथीहरू लिएर गयो, इलाममा भारी लगायो, रातारात गरेर कोही बेला यसो पारी कतातिर बस्ती जसपिरीतिर चुलुङतिर आएर नभए नि रातसात गरेर घरमा आइपुग्थेँ। भारी बोकेर सक्दो आफूले हिँड्नु सक्ने भारी बोक्यो, कुद्यो। यताबाट के लगेर बेच्नु? यता केही न केही पैसा तुलायो, लग्यो। पनि जानुहुन्थ्यो सौदा लिन? कोही बेला जान्थ्यो, कोही बेला दिलबाट पठाइदिन्थ्यो। तपाईँको विवाह कति सालमा भएको? कति वर्षको हुनुहुन्थ्यो? म 13 वर्षको जेठमा 13 पुगेर 14 लाग्यो। 13 वर्षमा गरिदिएको। 13 वर्षमा विवाह गरेको? अनि सानैमा गर्थे उस बेला? सानैमा गर्थे। किन होला? छेत्री बाहुन गाउँ हो नि त मेरो माइत। कहाँ हो? फेमे गुरु। फेमे गुरु माइती। अनि चाहिँ 13 वर्षमा बिहे भएको? 13 वर्ष गरिदिएको। अनि 13 वर्षबाटै चाहिँ नि श्रीमानकोमा बस्नुभयो कि माइत बस्नुभयो? अलि वर्ष? 2 वर्ष 2.5 वर्ष बस्यो। त्यस बेला यहाँ गाउँ बस्ती यस्तै बाक्लो थियो कि पातलो थियो? अलि पातलो थियो। थोरै थियो मान्छेहरू? मान्छे त थोरै थियो। तपाईँको श्रीमान के गर्नुहुन्थ्यो? उही खेतीपाती वस्तुभाउ गर्नुहुन्थ्यो? केही उसले त केही काम गरिन, बडा वस्तुभाउ नै। अब धेर साथ गाईमा काइला चाहिँ हो मेरो बुढो मान्छे। अन्त छुटो फुटो भयो। फेरि हामी त पञ्चायतीकालमा काम गरेर यसो महिला सङ्गठनमा सभापति काम नि गरियो। कहाँको सभापति हुनुभयो? माबुको कि इलामको? इलामको होइन, माबुकै सभापति भयो। फेरि यता वार्डको गाछाहरू नि भयो, त्यहाँदेखि महिला सङ्गठनको सभापति नि भयो। फेरि बस्यो। अनि हजुरले नि हजुर सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा पनि धेरै काम गर्नुभएको, कतैबाट सम्मान पदक केही पाउनुभयो कि भएन? सम्मान पत्र पायो। कति सालमा हो बिर्स्यो। इलाममा राजा आएको थियो, त्यति बेला अलिकति कति दिएको थियो, 90 रुपियाँ नि डिफाभित्र हालेर दिएको थियो। राजा रानीले कि राजाले? राजाले दिएको थियो पहिली। टुडी खेलमा भेला भएको थियो। त्यहाँदेखि फेरि कति सालमा हो बिर्स्यो। हजुर। फेरि काठमाडौँमा रानीले सेवा पदक दिएको। कति सालमा हो? कति सालमा हो बिर्सिहाल्यो नि। रानीबाट पनि पदक पाउनुभयो? राजाबाट नि 90 रुपियाँ लिफामा थियो। खै दादा त्यहाँ गर्नु नि भएन, लाजै मर्दो हुन्थ्यो, नगरिकन झोलामा हाल्यो, भरै बिर्सिहाल्यो। भनेपछि तपाईँले चाहिँ राजाबाट नि सेवा पदक नै पुरस्कार पाएको नि, राम्रो काम गर्यो महिलाले दुईपट्टि भनेर। यता महिला सङ्गठनबाट नि गर्यो, फेरि यता वार्डबाट नि गाछामा काम गर्यो भनेर राजाबाट पदक पाउनुभयो। अनि उस बेला तपाईँले गरेको विकास निर्माण र अहिलेको सरकारहरूले गरेको काममा कतिको सन्तुष्ट हुनुहुन्छ? पहिलेको नि राम्रै थियो, अहिलेको नि राम्रै होला। अब व्यवस्था अनुसारको नराम्रो भन्नु हुँदैन, राम्रै हो। नेपालमा चल्दो मिल्दो भएको ठिकै छ। अब अहिले पहिले र अहिलेको अलिकति केही फरक होला नि, तर हुनेलाई मलाई त खै एउटै जस्तो लाग्छ है। होइन, पहिला अब जस्तो व्यवस्था छ त्यस्तै मानेर आफूले सुधार गरेर बस्नुपर्छ। पहिला तपाईँ यहाँबाट हिँडेर इलाम गएर बाटामा बास बसेर आउनु पर्थ्यो, अहिले आँगनबाट गाडी कुद्छ। त्यो त भइहाल्छ नि। अब यहाँ त भित्रैबाट भरिसके पानी भर्नु जाँदा नि गाडीमा जाउँ भन्ने अचलको लागि त राम्रो छ, सबै थोक सुविधा छ है। अचलको सुविस्ता त क्या हो त नि। छोराछोरी पालामा त हाम्रो पालामा अब इलामबारो माने भाज्याङ बारो। हजुर। माने भने नुन बोइल ल्याउनु पर्ने, इलामबारो चामल रासिन ल्याउनु पर्ने। त्यसो गरी नि छोराछोरी पालियो, आफ्नो व्यवसाय चलाएर बस्यो।
अनि तपाईँ 87 वर्षको भन्नुहुन्छ कि आमा? अनि 87 वर्षको मान्छे निरोगी हुनुहुन्छ, अरू त रोगी बिरामी 50 थोकको बिमार हुन्छ, तपाईँ के भएर यति निरोगी हुनुभएको? सानोमा दैवैमा बिस्तारै बुढेर बस्यो कि माइत बुढेर बसे। यता भित्ते भन्थे पहिले पोखरी मुनि। हजुर, माई पोखरीतिर वस्तु चढाउनु ल्याउँथे हामीले। त्यहाँ बस्यो। दिउँसो कुरानी खान्थ्यो। 40वटा भैँसी थियो। हजुर, एउटा गमत खाने गोबर चलाउने गाई थियो, सुन्तली भन्ने गाई। हजुर, 40वटा भैँसी मात्रै थियो। 13वटा दुना थियो भैँसी, एउटा गाई दुना। तपाईँ पनि दुनुहुन्थ्यो? म त दुन्थिनँ, सानै थिएँ। बाबुले दुन्थ्यो, आमाले भात पकाउँथ्यो। माई पोखरीतिर भैँसी चराउनु ल्याउनुहुन्थ्यो? माई पोखरीमा पल्लो छेउमा निकासमा भैँसी चराउँदा त्यो ठुलो आगमा पर्छ भनेर हामीले चाहिँ सानो डिङ्नाले त्यो वस्तुलाई पानी खुवाउँदै पालो गर्दै उता फर्काउँथ्यो आफ्नो चरणपछि छेकेर। जुगे पानी मुनि बसेको थियो, बाँदोबारी भन्थ्यो, मुडे भन्थ्यो, त्यहाँ बस्थ्यो। हजुर, त्यहाँ बसेर हाम्रो 5 सालमा फेमी गुरु पुरानै खायलमा आयो। मेरो मावली भित्ते हो। हजुर, त्यहाँ गएर बस्यो। अन्त फेरि आफ्नै पुरानो खायलमा आएर हजुर बस्यो। अहिले छ मेरो आमाले 9 जना जन्मेको, म मात्रै छ, अरू सबै दाजु भाइ बहिनीहरू सबै बित्यो, म मात्रै छ मेरो बाबुमा 9 जना जन्मेकोमा। म त्यसो भनिरहन्छु। अनि तपाईँ बुढो पाएको मान्छे भनेर गाउँका आला काँचा नयाँ मान्छेहरू यसो सोधी खोजी गर्न भेट्न कतिको आउनुहुन्छ? आउँछ त, यहाँ बाटो घर कति पुग्यो आमा तिमी त जस्ता तस्तै छ नि त। हाम्रो बाबुआमाले नि रितामा भनेर बोलाउँथ्यो, छ है त्यहाँ भन्थ्यो, आजै छ रहेछ भन्थ्यो। अन्त छ है तिमीहरूको बाबुआमा छैन भन्छ, कहिले बित्यो भन्थ्यो। खोइ म त छ है दुःख भोगेर बसिरहेको छ है नानी, चिया पानी खाएर जा है, तातो पानी चिसो के खान्छ भन्छ। दुःख छ र? दुःख लाग्छ र? दुःख लाग्दैन नि? लाग्दैन। खुसी हुनुहुन्छ? म त अहिले खुसी छु। अनि तपाईँ अब कति वर्ष बाँचिन्छ जस्तो लाग्छ? खोइ अझै 100 वर्ष नाङ्छ कि जस्तो पो लागेको छ है। मलाई के मेरो हात घोडा गल्दैन। अब 100 वर्ष कि जम्मा 100? अब 13 वर्ष। अब 13 वर्ष त बाँचिन्छ नि हौ। सबैले आशीर्वाद दिइराख्नुपर्छ नि। होइन बाँचियोस्, हजुरहरूले नि आशीर्वाद दिइराख्यो नि त। होइन बाँचिरहोस्, हेरिरहन पाइयोस्। मान्छेले भन्छ दुःख भोग्नु बाँचेको भन्छ, सुख भोग्न चाहिँ बाँचेको। के दुःख भोग्नु? आफूले अब त झन् सुख गरेर खानु पर्छ त। हो त। छोराछोरी बुहारी नातानाले ल्याइदिइहाल्छ। पहिले आफै कमाएर आफै दुःख गरेर खाएर बाँच्यो भने अब त उनीहरूले पो पालिरहेको छ मजाले। आफूले पाल्नु पर्दैन। फेरि उता सरकारले भत्ता दिइरहेको छ। अनि काम पनि गर्न सकिन्छ। म यहाँ अलिअलि भित्र र त दिनको 12 जनामा अरू मान्छे लाउँदिनँ। अनि अहिलेको युवा पिँढीहरू सबै विदेश जाने बाहिर जाने भन्छ, के भन्न चाहनुहुन्छ तपाईँ त्यस्तोलाई? मैले भन्छु नि आफ्नो जग्गा जमिन हुने त विदेश जानुभन्दा त के को डर नै हुँदैन। यतै भैँसी पाल्नु, गाई पाल्नु, खसी बाख्रा पाल्नु, आफ्नो बारीमा खेतीपाती के हुन्छ लगाउनु। भइसक्यो विदेश नजानु है नानी। विदेश जानेहरू कति कोही नागा भएर आयो, कोही उतै ज्यान बितेर आयो, बिजोक हुन्छ न। त्यो पैसा भनेको हातको मैलो, यहीँ कमाउँदा नि कमिन्छ भनिदिन्छु म त। हो त। अनि तपाईँको उहिले उमेरमा मेलापात गर्दा, घाँस दाउरा गर्दाखेरि गीतहरू भजनहरू सङ्गिनीहरू कतिको गाउनुहुन्थ्यो? अलिअलि सङ्गिनी गाउँथ्यो, भजन त अनपढी के गाउनु जान्थिनँ। भजन त सङ्गिनी चाहिँ अलिअलि गाउँथ्यो है। 1-2वटा भनिदिनु न सङ्गिनी। झलर मलानी जुनै र झुलक्यो नि झलर मलानी जुनै र झुलक्यो घामेर जस्तो नि नहुने रहेछ सुन है नाराय घामेर जस्तो नि लाउन हुने रहेछ सुन नाराय घरैमा जाँदा नि ससुरै रहेछ नि घरैमा
जाँदा नि ससुरै रहेछ बाबैर जस्तो निलाउन हुने रहेछ सुन सुन होइन राई अलर मलानी जुनै र झुल्क्यो नि झलर मलानी जुनै र झुल्क्यो घामैर जस्तो नि नहुने रहेछ सुन सुनाए नाराय घरैमा जाँदा नि सासु जिउरथ नि घरैमा जाँदा नि सासु जिउरथ आमैर जस्तो नि नहुने रहेछ सुन सुन है नारायण। आमा तपाईँ अब रिता आमा भनेपछि माबुमा सन्तपुरमा इलाममा सबैले चिन्छ हाई हाई गर्छ के छ तपाईँमा यस्तो महत्त्वपूर्ण कुराहरू? मेरो के छ भने म नराम्रो तँ यस्तो तँ यस्तो फल्नु फट्टा गरेर नहिँड्ने भनेर हामी भन्दिनँ। जस्तो छ उस्तै राम्रै भन्छु। नराम्रो शब्द गर्ने र कोही सुनेको छ भने नि त्यसलाई त्यो झन् नराम्रो शत्रु गरेर हिँड्ने भयो भने झन् त्यसलाई दाइ नपार्नु पर्छ। त्यो झन् राम्रो हुन्छ। त्यो एकदम सबैकी कुरा हो। आफू नराम्रो भयो भने सबै शत्रुरै बनिन्छ, आफू राम्रो भयो भने सबै मित्रै बनिन्छ। तपाईँ राम्रो भएकाले चाहिँ सबैले तपाईँलाई मान्नुहुन्छ। अहिले पनि केटाहरू मेरो जेठाजुको छोराहरू देवरको छोराहरू कहाँ कहाँ टाढा जान्छ माबु भन्दा कहाँ बस्ने भन्छ अरे बिर्तामोड फिकल यता कहाँ कहाँ जाँदा माबु भन्दाखेरि त्यो माबुको रितामा चिन्छ भन्छ अरे। बोजूलाई बढीलाई ल तिम्रो त के हो गरे त्यस्तो क्या हो कति रितामा छ अझै के पर्ने भन्छ हामीलाई भन्छ बरा। अनि तपाईँ अहिले हिँडेर इलाम जानु भने सक्नुहुन्छ? सक्छु। आँट आउँछ? आँट आउँछ। अनि हिँडेर कता कता जानुभयो टाढा टाढा? टाढा हामी हिँडेर अहिले पछि गाडी चलिकन मात्रै अब पहिले काठमाडौँ जाँदा इलामसम्म हिँडेरै जान्थ्यो। आजकल त घरै भएर भित्रै भएर दैलै भएर जानुपर्छ। अनि पहिले त हिँड्यो नि अब भारी बोक्नु गइयो ल्याइयो अघि भन्नु भएन। अनि धर्म कर्म तीर्थ व्रत कता कता जानुभयो? तीर्थव्रत उता काँसी गया पर्याग गएँ, उता लुम्बिनी गएँ, पाथिभारा गएँ। पाथिभारा हिँडेर जानुभयो? हामीहरू गाडीमा गएर हिँडेर गयौँ तल। अनि त्यो उकालो हिँड्दा कस्तो गाह्रो भयो कि भएन? खै भएन हौ। माथि पुग्दा कस्तो लाग्यो? खै देउताले तानेको पाथिभारा देउताले ताने होला ठङ ठङ कोही त खुट्टा गल्यो भन्थ्यो देउता सम्झिन ढोक्दै जानुपर्छ देउताले सासले तान्छ भन्दै म रेला गर्दै गयो। थुप्रै गएको थियो आफ्नो झोला नि टन्नै तल्लो फेदीमा गाडी छोइरहेको थियो तल्लो फेदमा माथि बिचमा गएर बस्यो। हजुर। फेरि उहाँ गएर दर्शन गरेर फेरि त्यो बासपासा ठाउँमा आइपुग्यो। त्यहाँ फेरि बिहान तल्लो गाडी उ गर्न आइपुग्यो हामी। अनि अब यो बेलामा यो ठाउँमा यो अवस्थामा तपाईँलाई राज्यले सरकारले देशले यहाँ के गर्दै हुन्थ्यो जस्तो लाग्छ? राम्रो भइदिए सुख शान्ति भइदिए लडाइँ झगडा केही नभए हुन्थ्यो। एकदम शान्ति रूपले ठुला बडा सांसदहरूले पनि वार्डमा बस्ने जिल्लामा बस्नेहरूले पनि राम्रो जनताको सेवा गरेर यस्तो गर्नुपर्छ मान्छेलाई उचाल पाचल नगरिकन जुन व्यवसाय पनि राम्रो गरेर खानुपर्छ। हाम्रो नेपाल शान्त होस् सबैको फुलबारी भनेर नेपाल फुलबारी भनेर इतिहास थियो भन्ने लाग्छ मलाई त सर। ए साह्रै खुसी लाग्यो तपाईँसँग भेट भयो भलाकुसारी गर्न मौका पाइयो। फेरि पनि मौका परेछ भने तपाईँसँग फेरि पनि बात मारौँला। अनि आज म इलामको माबुमा रहनुभएको रिता आमा जो इन्द्रमाया गुरुङ हुनुहुन्छ उहाँ 87 वर्षको उमेरमा एकदम तगडा हुनुहुन्छ र उहाँको अझै पनि दीर्घायु सुस्वास्थ्य चिरायुको कामना गर्दछु। धन्यवाद, नमस्कार।
हस्तो नमस्कार मेरो पनि 100 वर्ष बाँचोस् भन्ने आशीर्वाद दिइराख्नुहोस् है फेरि पनि भेटौँ है हुन्छ भेट भइहाल्छ नि हामी वारिपारीको हो नजिकैको हो लु धन्यवाद